चित्रीपाटनको यात्रा कुनै साधारण पदयात्रा होइन। यो त एउटा यस्तो अध्याय हो जसमा प्रकृतिको सान्निध्य, मौनता र मानव सहनशीलताको गाथा एकसाथ बुनिन्छ। बाटोको सुरुवातमै देखिन्छन् ती खच्चरहरू, जसका आँखामा कुनै गुनासो छैन, तर पिठ्यूमा संसार झैँ भारी। हेर्दा त जनावर हुन्, तर थकित आत्माहरूका मौन बोली जस्तै लाग्छन्, जुन हरेक उकालो चढ्दै अनायासै एउटा जीवन दर्शन सुनाइरहे जस्तो लाग्छ। जति माथि पुगिन्छ त्यति नै ती जुकाहरूको सानो साम्राज्य फैलदै जान्छ। रुखका फेदमा, झाडीका ओठमा लुकेर बसेका ती साना प्राणीहरू जसले हरेक पाइला जाँचिरहे जस्तो लाग्छ। रगत चुस्ने उनीहरूको प्रवृत्ति झर्को लाग्न सक्छ, तर त्यही टोकाइले त हामीलाई जीवनको एउटा साँचो पाठ सिकाउँछ। सुन्दरता सधैँ सजिलोमा पाइँदैन। त्यो हरियाली डाँडाहरूको छायामा पसिनाको बासना मिसिएको हावा चल्छ, र थकाइको घडीमा कुनै कुनाबाट उक्लिरहेको सूर्यको झल्कोले मनैभित्र उज्यालो ल्याइदिन्छ। कतै सानो खोलाले गीत गाउँछ, कतै हावाको सरर आवाजमा आफ्नै मनको धड्कन मिसिन्छ। सिङ्गो चित्रीपाटन यसरी शब्दभन्दा विशाल देखिन्छ, जहाँ यात्रा केवल गन्तव्यसम्म पुग्ने साधन होइन, यो त आत्मा निथार्ने प्रक्रिया हो। खच्चरको बोझ, जुकाको टोकाइ र उकालोको पीडा, यी सबैले हामीलाई जीवनको वास्तविक गहिराईमा पुर्याउँछ। यही हो चित्रीपाटनको यात्रा, कठिन, मौन, तर अत्यन्तै मोहक।